हरि ओम गणान्तवा गणपति गुं हवामहे पिण्यानन्तवा प्रियपति गुं हवामहे निधिनन्तवा निधिपति गुं हवामहे वसु मम अहमजानी गर्भधम्म तुम जायसे गर्भधम्म। म कथावाचक शिवराज पन्तको सम्पूर्ण भक्तजनहरूमा शुभ बिहानी। आज पौष शुक्ल पूर्णिमा, आजदेखि श्री स्वस्तानी परमेश्वरी भगवतीको व्रतारम्भ। आजदेखि माघ शुक्ल पूर्णिमासम्म 1 महिनासम्म म प्रत्येक दिन कथा वाचन गर्नेछु। सबै भक्तजनले कथा श्रवण गरिदिनुहोला। हरि ओम यम्बरमा वरुणेन्द्र रुद्रमृत सन्मेन्यने बेस्तवे वेदै साङ्गवोदव कर्मोपनिषदै गाण्यन्त्यं सामगा ध्यानां दद्गतेन मनसा पश्यन्त्यं योगिनो यसा धर्मविदो सुरासुरगणा देवाय तस्मै नमः। अथ प्रथमोऽध्याय। स्कन्दोवाच मुनिहरूमा पनि श्रेष्ठ मानिएका अगस्त्य मुनिलाई कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, तपाईँ एकचित्त भई सुन्नुहोस्। अघि यस संसारको सृष्टि गर्दा भएको पहिलो पद छ, त्यहाँबाट शक्ति उत्पन्न भयो। तत्पश्चात शक्तिमान अर्थात् शिवदेखि माया उत्पत्ति भयो। मायादेखि प्रकृति उत्पन्न भइन्। पहिले त्यस अव्यक्तको मालिक आत्मा छ। प्रथम उत्पन्न भएकी शक्तिले सात्यता पद छ। त्यसभन्दा पनि पर शान्ति, त्यसभन्दा पनि पर विद्यापद छ। त्यहाँदेखि पर प्रतिष्ठा पद छ। त्यसभन्दा पनि पर निवृत्त पद छ। यही नै ईश्वरको सृष्टिको वर्णन संक्षिप्तमा बताएको छ। जुन कर्मले त्यसको सृष्टि भएको छ, त्यसको उल्टो ऋणले संहार पनि हुन्छ। यी 5 पदको उपदेश सृष्टिदेखि पछि मात्र लिएर गरिएको होइन, यो त आदिलाई पनि लिई गरिएको हो। महापददेखि विशेष पदसम्म उत्पत्ति हुन्छ। त्यसकारण यो जगत 5 कलाले व्याप्त भइरहेको छ। यसैले जुन अव्यक्त कारण छ, त्यो आत्मादेखि अधिष्ठित हुन्छ। तर त्यसमा अव्यक्त र जीवको कुनै कर्तृत्व हुँदैन। प्रकृति अचेत हुनाले र जीवात्मा अज्ञानी हुनाले प्रधान परमाणु आदि जो छन्, सबै अचेतन हुन्। बुद्धिमानले बिना कारण स्वयं आफै हुन सक्छन् भनी भनिएका छन्। हे मुनि, त्यसै कारण जुन कार्य हेतुयुक्त हुन्छ, त्यसलाई सर्वशक्तिमान सर्वज्ञ अनादि पुरुष सदा ऐश्वर्य आदिले युक्त छन्। यस जगतका मालिक परमेश्वर हुन्। ठुला ठुला कार्य गर्ने उनै भगवान सर्वव्यापी छन्। त्यसैले यिनलाई नै सम्पूर्ण प्रवृत्ति हुन्छ भनी सत्पुरुषलाई दृढ निश्चय छ। अल्प ज्ञानहरू त्यस पक्षलाई जान्दै जान्दैनन्, तसर्थ यिनीहरू ग्रहण गर्दै सक्दैनन्। अब यो कार्य प्रारम्भ हुन्छ। यस बेलादेखि प्रलयको अर्थात् संहारको वखत आउँछ। त्यसबाट ब्रह्माको 100 वर्ष व्यतीत हुन्छ। हे मुनि, यही अव्यक्त जन्म ब्रह्माको आयुको कर्म हो। जुन ब्रह्माको आयुको आधा भाग छ, यसैलाई परार्ध भनिन्छ। जब कुनै परार्ध व्यतीत हुन्छ, तब ब्रह्माको आयु पनि व्यतीत हुन्छ। अव्यक्त आत्माको कार्यलाई साथै लिई आत्मामा माकुराले जालो गुटुल्याएर लिए जस्तै गरिहाल्छ। तब यो जगत आत्मा नै विकाराले युक्त भई यो प्रधान पुरुष पनि आफ्नो धर्मले सत्व, रज र तमय 3 गुणले बराबर भई सर्वत्र फैले झैँ गरी व्याप्त हुने गर्दछ। यी गुणहरू समान नभई तपोमय हुनाले अलग अलग हुन सक्दैन। केवल वायुले शान्त गराएको निश्चय जल झैँ छन्। फरक भनिन् गरिएका साथै हुँदै जब जगतको नजानिने वखतमा उनै परमेश्वरी रातमा थिरिरहिकन रात व्यतीत हुन पुग्यो, तब प्रधान पुरुष यी दुवैलाई माया योगद्वारा परमात्माले उसभित्र प्रवेश गराएर सुशोभित तुल्याउनु भयो। त्यसपछि प्राणीको उत्पत्ति गरौँ भनी उद्देश्यले लिएर परमेश्वरको आज्ञाद्वारा त्यस अव्यक्तदेखि सबै सृष्टि गर्नुहुन्छ। त्यस्ता परमात्माको मायाको एकै खण्डले यो सम्पूर्ण उत्तरोत्तर सृष्टि विचित्र मनोरथले सहित भई समाप्त पनि हुन्छ। यस्ता परमात्मालाई जो यस किसिमको बाटोमा लाग्नेहरूले अधोगति भन्छन्, उनै सकल प्राणीलाई रहने विलक्षण परमात्मालाई नमस्कार गरौँ। हे मुनीश्वर, यसपछि ईश्वरका आज्ञाले अधिष्ठित अव्यक्त बुद्धिदेखि बुद्धि, अहङ्कार, 11 इन्द्रिय, 5 तन्मात्रा, 5 महाभूत समेतको रचना हुन्छ। विशेष गरेर कर्मले विकारबाट रुद्र, विष्णु, ब्रह्मा 3 देवता उत्पन्न भए, जसको संसारमा कतै पनि
नरोकिने भएकी उनकी शक्ति भइन्। उनको कहिल्यै नाश नहुने ज्ञानधारा अणिमादि अष्टसिद्धिसहितको प्रादुर्भाव भयो। यसरी उत्पन्न, पालन र नाश यी तीन कर्म तीनैवटा शून्य कल्पान्तरमा बुद्धि र मोहका निम्ति परमेश्वर शक्ति प्रदान गर्नुभयो, जो परस्पर उत्पन्न भई शक्ति आधार गरी एक आपसमा थिर रही शक्तिलाई बढाई ब्रह्मा विष्णु रुद्रको स्तुति परस्पर गर्नमा। यसैले उनको सामर्थ्य धेरै वा थोरै हुँदैन, सबैको बराबर रहन्छ। तर अज्ञानीहरू धेरै थोरैको विवाद यस किसिमबाट गर्दछन्। जसले यस्ता कुराहरू गर्दछन् तिनीहरू नै वास्तविक रक्षा र पिशाच हुन्। तिनै ब्रह्माका काल रूप र विष्णु पुरुष महेश्वर रूप चतुर्व्यूहहरू तीन गुणलेदेखि पर छन्। यी सर्वात्मा सर्वाधार शक्तिका उत्पत्ति कारण हुन्। यिनले जगतको सृष्टि गरी यसलाई लीन भइरहेका छन्। जो परमेश्वर सबैभन्दा पर छन् तिनै सम्पूर्णका आधारमा सर्वात्मा सबैमा रहेका छन्। यसकारण महेश्वर प्रकृति र पुरुष ब्रह्मा विष्णु रुद्र शिवात्मा स्वरूप हुन्। प्रधान पुरुषदेखि पहिले बुद्धि ख्याता महत्त्व उत्पन्न भयो। महत्त्वको चयले सात्विक राजसिक र तामसिक तीन प्रकारका अहङ्कारका उत्पन्न भए। तामस अहङ्कारबाट पञ्चमहाभूत आकाश वायु तेज जल पृथ्वी र तन्मात्रा महाभूतका साना भए र उत्पत्ति भयो। त्यस्तै इन्द्रिय पनि अहङ्कारको विकार हुनाले राजस अहङ्कारबाट एकादश इन्द्रिय उत्पन्न भए। सो इन्द्रिय र दुई प्रकारका छन्, 5 ज्ञानेन्द्रिय र 5 कर्मेन्द्रिय, जसमा 10 भए। 11 मन इन्द्रियका वेत्ता सत्व गुणबाट भए। तामस अहङ्कारबाट उत्पन्न शब्द तान मात्रादेखि आकाश भयो। आकाशदेखि स्पर्श, स्पर्शदेखि वायु, वायुदेखि रूप, रूपदेखि तेज उत्पन्न भयो। तेजदेखि रस, रसदेखि जल, जलदेखि गन्ध, गन्धदेखि पृथ्वी उत्पन्न भइन्। यी 5 महाभूतदेखि चराचर चल्ने नचल्ने दुई किसिमको जगतको उत्पत्ति भयो। पुरुष अव्यक्तका अनुर्गले महतदेखि विशेषसम्मका अखण्डन उत्पन्न गर्छन्। जब ब्रह्माका कार्य र कार्यसिद्धि गर्न तब सबै अण्डमा ब्रह्म संज्ञा भएको र क्षेत्र बुद्धिमा प्राप्त भयो। यही प्रथम शरीरधारी भयो। यसैलाई पुरुष भन्दछन्। उही प्राणीको आदिकर्ता ब्रह्मादेखि उत्पन्न भयो। यस सृष्टिकर्ताका अभियान मुक्त ब्रह्माको उपहारिता र ज्ञान वैराग्य लक्षणयुक्त धर्म ऐश्वर्य गराउन ब्रह्मा सम्बन्धी बुद्धि उत्पन्न भइन्। जसको मनमा के इच्छा छ, जो अव्यक्तदेखि उत्पन्न हुन्छ, त्यसैले तीन गुणलाई बसमा राखेको छ। जसले गुण त्यसको अपेक्षा गर्छन्, त्यो स्वभावले सापेक्ष आफ्ना आत्मालाई तीन प्रकारसँगै भाग लगाए। सत्व रज र तम तीनको कर्म प्रवृत्त हुन्छ। यिनै तीन गुणले उत्पन्न लय र पालन गर्छन्। सृष्टिकर्तामा चतुर्मुख ब्रह्मा, संहारमा रुद्र, पालन गर्नेलाई त्यस्तै पुरुष हुन्छ, जो सहस्र शिर भनी बताइन्छ। यसै कारण यति नै अवस्थामा स्वयम्भू रहन्छन्। ब्रह्म सत्तामा सत्वगुण, रजोगुण र कलात्वमा तम र रज रहन्छ। विष्णुत्वमा केवल सत्व मात्र हुन्छ। यस्तै प्रकारले गुण बुद्धि तीन प्रकारको छ। ब्रह्मत्वमा लोकको रचना, कालत्वमा संहार, पुरुषत्वमा व्यवहार रहित दर्शन मात्रले पालन पोषणमा कार्यमा सिद्धि प्राप्त हुन्छ। यस्ता प्रकारले परमात्माको तीन कर्म छन्। यसरी गरी तीन प्रकारले भाग लगाउनाले नै सो परमेश्वर त्रिगुण भनिन्छन्। चार प्रकारले भाग लगाउनाले उनलाई चतुर्व्यूह भन्छन्। आदि हुनाले यो पुरुष भनिन्छ। जन्ममा हुनाले अज पनि भनिन्छ। प्रजाको रक्षा गर्नाले प्रजापति भनिन्छ। सुवर्णको जो मेरो पर्वत छ, उही परमात्माको गर्भाशय हो। गर्भमा का जल, समुद्र, पर्वत, जरायु हुन्। यसै अण्डलाई सर्वलोक भन्दछन्। यसको अन्तरिक्षमा संसार, चन्द्रमा, सूर्य, ग्रह, वायु, नक्षत्र आदि स्थिर छन्। यो अण्ड जलदेखि 10-12 गुणा ज्यादा व्याप्त छन्। आकाश वायुले व्याप्त छन्। आकाश पञ्चभूतले वेष्टित छ र भूतानी महत्त्वद्वारा महत्त्व कीर्तिको व्याप्त छ। यसै कारणले यो ब्रह्माण्ड प्रकृति कहा।
7 आवरणले व्याप्त छ, त्यसकारण प्रकृति समेत 8 सापेक्ष परस्पर प्रादुर्भाव भइकन परस्पर जगतलाई धारण गर्छन्। आधार आधारीहरूमा भावले ती विकार विकारीहरूमा कछुवाका शरीर झैँ फैलाउने खुम्च्याउने हुन्छ। यी व्यक्त सम्पूर्ण विकारले उत्पन्न गरी पंक्षी संहार पनि गर्दछन्। यो सबै जगत पहिले बताए अनुसारको कर्मले उत्पन्न भए अव्यक्तबाट प्रकट हुन्छ। यस्तै प्रलयकामा उल्टो गुणको पनि सम र विषम उत्पन्न हुन्छ। गुणकै साम्यलय र विषमतामा सृष्टि हुन्छ। यसै ब्रह्माको कारणले ब्रह्माण्ड हुन्छ। ब्रह्माको क्षेत्र हुनाले यसलाई ब्रह्म क्षेत्र भनिन्छ। यसै प्रकारले यस्तो कुटिया अण्डले व्याप्त हुनाले प्रधान तल बीचमा माथि तिनै ठाउँमा स्थिर छ। त्यसमा तिनै स्थानमा ब्रह्म विष्णु र रुद्र स्थिर छन्। प्रधानबाट व्यक्त रचना भई शम्भुका सान्निध्यमा प्राप्त भई जगतको रचना गर्छन्। सोही अव्यक्तबाट व्यक्तले संसार अण्ड उत्पन्न भएको हो। अण्डबाट ब्रह्म उत्पन्न भए जसले यो सम्पूर्ण जगतको सृष्टि गरे। जो जीवको आवरण संक्षेपमा यहाँ वर्णन गरिएको छ। अन्त्यकालमा अन्त्य प्रलय हुन्छ। यो सबै चेष्टा अपरिमेय जान्न नसकिने परमेश्वरको लीला मात्र हो, जो कि अपरिमेय कारण ब्रह्म छ। प्रधान प्रकृतिदेखि प्रादुर्भाव भएको छ। यो आदि मध्य अन्तले माझ अनन्ततिर बलवान छ। शुक्ल र रक्त र कृष्ण वर्ण पुरुषले युक्त छ। रजको बुद्धि उनाले लोकमा शान्तिको सिद्धि कारण छ र सृष्टिको आदिकालमा 8 विकार उत्पन्न गरी अन्त्यकालमा गुप्त हुन्छ र प्रकृतिले स्थापित गरेको जहाँसम्म स्थिति छ। यही सङ्कल्प प्रवृत्ति पनि छ। त्यो सबै शिव आकृति काले ऐश्वर्य जान्नु, जो परमेश्वरको केवल सङ्कल्पबाट उत्पन्न हुन्छ। हे मुनीश्वर, बितेको आयुको जो काल वर्णन गरियो त्यसलाई अपराध हो भनी भनिन्छ। फेरि तिनै ब्रह्माको अर्को समय छ। अन्तमा उसले संहार हुन्छ। त्यो आदि जन्म ब्रह्माण्डको प्रत्येक दिनमा 14 मनु व्यतीत हुन्छन्। अनादि अनन्त जानी नसक्ने हुनाले सम्पूर्ण कल्पको वर्णन गर्न कसैको पनि सामर्थ्य हुन्छ। जो पहिले वर्णन गरियो तीमध्ये म एक कल्पको वर्णन गर्छु। कोटियौँ कल्प छन्। भिन्न भिन्न वर्णन गर्नाले फलको भोगे हुन्छ र यसकारण पृथक पृथक भन्दिन। जो अनेक समयका अनेकौँ कोटियौँ कल्प छन्, तीमध्ये हो पद्मकल्प कमलबाट उत्पन्न भएको कल्प छ। त्यसैको अब म दोस्रो अध्यायमा वर्णन गर्नेछु। यति श्री स्कन्दपुराणे केदारखण्डी माघमात्म्य कुमार अगस्त संवादे श्री स्वस्तानी परमेश्वरी व्रतकथायां प्रथमो अध्याय या कुन्देन्दु तुषारहार धवला या शुभ्रवरस्थापिता या वीणा वरदण्ड मण्डितकरा या श्वेतपद्मासना या वरमा चितुशङ्करपूर्वी देवै सदा वन्दिता सामां वातो सरस्वती भगवती निशेषजाड्यापा।